नमस्ते सर मैडम, तपाईहरुको नाम अलिकति भनिदिनुहोस्। नमस्कार, मेरो नाम शंकर छेत्री। मसँग हाम्रो मेरो नाम चाहिँ मीना कुमारी छेत्री। मीना कुमारी छेत्री। तपाईहरुको बिहा कति वर्ष भयो? 5 साल पूरा भयो। तपाईहरुले न्यू लाइफ फर्टिलिटी सेन्टरको बारेमा कहाँबाट थाहा पाउनु भयो? हामीले आफ्नो त्यो पोस्टर गरेर हेरेर मतलब एडभर्टाइजमेन्टहरु। हजुर हजुर। पहिला पनि कहीँ तपाईले ट्रिटमेन्ट गराउनु भएको थियो? पहिले ट्रिटमेन्ट गरेको थियो। हजुर। तर त्यहाँ भएन। कहाँ नेपालमै गर्नुभएको थियो कि? होइन, यहाँ हाम्रो मालबजारमा। मालबजारमा। तपाईहरु कहाँबाट आउनुभएको? उल्लाबारीबाट। उल्लाबारीबाट आउनुभएको है। यहाँ कसको अन्डरमा हुनुहुन्थ्यो? कुन डाक्टरको अन्डरमा? हामी डाक्टर शेफाली बन्सल माधवको अन्डरमा। शेफाली बन्सल माधव। तपाईहरु यहाँ कुन महिनामा आउनुभएको थियो? कुन चाहिँ सालमा? हामी मे महिनामा आएको थियो, यही साल 2025 मा आउनुभएको थियो। तपाईहरुको कति मन्थ्समै सक्सेसफुल भयो? हाम्रो लास्ट मेमा आएको, मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर 5 महिनामा सक्सेस भयो। 5 महिनामै सक्सेसफुल भयो। तपाईलाई म्यामको डाक्टर शेफाली म्यामको ट्रिटमेन्ट कस्तो लाग्यो? एकदमै दामी लाग्यो। के भनिदिनुहोस् तपाईँ पनि? राम्रो लाग्यो। सबै यहाँको स्टाफहरू पनि सबैजना राम्रो थियो। हजुर। नर्सहरू पनि सबैजना राम्रो। हजुर। अहिले कति महिना चल्दैछ? अहिले 3 मन्थ चल्दैछ। 3 मन्थ्स चल्दैछ प्रेग्नेन्सी है? हुन्छ, थ्याङ्क यू, अल द बेस्ट। थ्याङ्क यू।